फाइनल गाइस हामी चाहिँ आइसकेको छौँ हाम्रो नोनीमा एक्साइटेड छ पैसा देख्नु माथि भन्छ जाने यस्तो लो गाइड हुँदैन नामको हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल स्मी कृष्ण छेत्री आइयो सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै नै छु अनि धेरै दिन म युट्युबमा एक्टिभ भइसकेको छु अनि धेरै दिन भन्नाले पनि अब एक दुई हप्ता त भन्नु भ्याएको होला होइन तर 6-7 महिना भइसकेको रहेछ मैले युट्युबमा भिडियो नहालेको भने कति मलाई पनि थाहा थिएन कि भिडियो हालेको मैले भर्खर एक दुई महिना त भ्याएको होला भन्नु लागेको थिएन तर आमा कम्तीमा 4-5 महिना त भइसक्यो होला होइन युट्युबमा भिडियो नहालेको धेरै भइसक्यो रहेछ अनि त्यसको लागि सरी मेरै गल्ती छ त्यहाँ भिडियो नहालेको होइन अहिले चाहिँ कहाँ यस्तो जङ्गलमा के गर्न गएको होला भन्नु बेला होइन बाटो नि जाने बाटो नि जङ्गलबाटै छ अनि यसको यो भाइको मामाघर जान आँटेको तुई खोला भन्ने ठाउँ मेरो चाहिँ भोजपुर मामाघर यसको पनि भोजपुरै मामाघर तर यसको घर चाहिँ तुई खोला भोजपुरमा बिचमा एउटा ठुलो पहाड जस्तो आउँछ त्यो पहाड नाङ्ने जुरुक्क नाङ्ने अनि आउँछ यसको मामा यसको घर यता जान्न ए जहाँबाट जाने जानु तर छिटो पुगौँ लास्ट अस्ति आएको थियौँ हामी राति यस्तो भएको थियो बाटैमा हगिदियो कि यो भाइले त बाटैमा हगिदिएको छ्याक भएको थियो बुझ्नु भएको होला भाइले चाहिँ यो ब्लग हेरेर बस्यो त के बिच ताने स्याउ भन्नु होइन तर केही छैन हामी त साथीहरूको बिल्ला होइन अनि हजुरहरूको इक्जाम कस्तो भयो नि हाम्रो त यस्तै भएको इक्जाम देख्नु यस्तो जङ्गल क्या 0 पोइन्टबाट गराउनु पऱ्यो क्या भिडियो देख्नु यस्तो छ होइन ल लास्ट गर्मीको सिजन आइसकेको छ म जाडो म त जाडोको सिजनबाट नि मैले भिडियो नहालेको त तर धेरै भइसकेको छ नि त ल देख्नु हामी चाहिँ उत्तरको डाँडामा आइसकेको छौँ अनि हजुरले चाहिँ थम्बनेल टाइटल टाइपिङ के भन्छ म त भन्नै आउँदैन कि गाइजहरू टाइपिङ देखेन थम्बनेल टाइटल देखेन सबैसँग भएको होला यताबाट हो तर अस्ति हगेको ठाउँ कहाँ हो यहाँ चाहिँ यो पाण्डा पनि पाइन्छ कि हो के हो यो पाण्डा हो कि त्यो भालु होइन भाइ भालु त तस नि भाइ त्यो त पाण्डा हो हल्का भन्ने हान्दिएको क्या अनि इक्जाम कस्तो भयो तपाईँको गाइड छैन हाम्रो चाहिँ इक्जाम आम्बो यति खतरा भइदिएको टप हान्ने होइन हामी जसरी फेल भएपछि इन्डिया जाने क्या हाम्रो चाहिँ इक्जाम यस्तै भयो हजुरहरू कस्तो भएको होला त्यो चाहिँ थाहा छैन अनि हामी चाहिँ लास्टमा हेर्नु होला गाइडहरू है त आज हामी यस्तो गर्मीको दिन आमा हामी त नुहाउन गइरहेको छौँ हामी त बजारबाट हामी त उही त के भाषण ल्याइरहेको छ नि तपाईँ स्कुल चाहिँ तपाईँ ए स्कुलमा प्रोग्राम छ हल्का स्कुलमा देखाउने हल्का मैयाहरू पनि मैयाहरू पनि हल्का के चाहिन्छ जान्नुहोस् ए ल यो पहिला पढेको स्कुल हो नि त अहिले उतैबाट भाइरल तपाईँ तुलसीपुर होइन भाइरल ड्याम ठाउँ भएको होला हामी चाहिँ भोलि हामी कुन भन्छ कुन अरे फुलबारी भन्ने तालमा हामी नुहाउन जान्छौँ होइन अहिले चाहिँ हामी अहिले कुन तालबाट अहिले जान्ला आम्फुली ताल ड्याम लेक साइडमा हामी जान लागेको छौँ अनि भाइरल ताल छैन सबजना को आउँदाको छैन देख्नुहुन्छ धेरै लामो भिडियो पनि नबनाऊँ हल्का होइन ठिकै भिडियो बनाउनु पर्छ क्या अल्छी मान्छन् कि हेर्ने त सब मान्छेले लास्टमा कोहीले हेर्दैन क्या अहिले सुमा नुहाउने ठाउँ आइसकेको छ हाम्रो जानु छन् ए यहाँ जानु अब नहुन्छन् अब जानु पनि नि ल हामी चाहिँ यहाँबाट तर्न आँट्यो म बोल्न सक्दिनँ है बाबु मैले पहिले भनिदिन्छु अरे यस्तोमा तँलाई बोल्न सक्दिनँ म ओए तर यसमा लास्टै मेरो डागो अर्कै आएको रहेछ यार ए केही छैन डागो जस्तो भए पनि रियलमा चाहिँ ठिकै छ छाडा नबोले भाइ फेरि यस्तै हो कि साथीभाइहरूलाई त्यही त भिडियोमा देखाउन मन लाग्दैन आफै बोलिदिन्छ छाडा नर्मल कस्तो दामी न्यु छ यार ओए एउटा डाइलेक्ट हान्दैन एउटा साइरी हान्थ्यो एउटा डाइरेक्ट साथीहरूको थियो अघि नको के भन्दैन अघि न के भन्दैस् त अघि न के भन्दैस् त दोस्का पैसा के रे मर जाएंगे पर उसका पैसा वापस कभी नहीं करेंगे
ल गाई चाहिँ हामी चाहिँ कच्चा छच्चा छोरा छौँ होइन हामी त भित्रबाट अन्डरकोट लगाएको छौँ सो एभ्रिवान मैले चाहिँ के भन्न आँटेको होइन अघि न चाहिँ मैले ब्लग चाहिँ मैले इन गरेको थिएँ कि किनकि चार्ज सकेको थियो त्यही भएर अहिले चाहिँ अँध्यारो भइसक्यो म उताबाट हिँड्दै आएको थिएँ त्यही भएर अहिले चाहिँ यहाँ अगाडि बाहिर छ यहाँ चाहिँ के गराउनु लागेको छौँ त्यही भएर आज यति भिडियो कस्तो लाग्यो भनिदिनु होला अनि लास्ट चाहिँ अर्कै भएको छ नि त त्यहाँबाट यहाँसम्म कति आएको थियो कि त्यो पौडी आएन कस्तो ढौ भएको थियो नि त त्यही भएर अनि आज यति भिडियो कस्तो लाग्यो लास्टमा हेरेको मैले धेरै माया छ आज अर्को